लामो समयको प्रयासपछि तुइन खोलाको पहिरो पूर्ण रूपमा पन्छाइसकेपछि अहिले नारायणघाट मुगलिन सडक खण्ड दोहोरो रूपमा एकदमै सजिलो गरी सञ्चालनमा आएको छ। यो भिडियो धेरैभन्दा धेरै शेयर गरेर सबै समक्ष पुर्याइदिनु होला जानकारीको लागि। सबै यात्रुवर्गहरू अनि जति पनि मालवाहक सवारी साधनहरू छन् ती सबै राम्रोसँग एकदमै स्वतस्फूर्त तरिकाले सञ्चालनमा आएको छ। यति बेला चाहिँ भर्खरै मात्रै यो सवारी खुलेको कारणले गर्दाखेरि अलि सवारी चाप चाहिँ बढी छ। तर अब केही समय पछाडि या अहिले जाममा लागेका गाडीहरू सबै पास भइसके पछाडि चाहिँ अनि त्यति धेरै चाप नहुने जानकारी पनि म गराउँदछु। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ उता मुगलिन तर्फबाट आइरहेको यो गाडी चाहिँ हामीले ठ्याक्कै दासढुङ्गामा भेटाएका छौँ। हामी चाहिँ यति बेला दासढुङ्गामा छौँ। हामी नारायणघाटमा रोकिराखेका थियौँ। अब नारायणघाटबाट हामी अगाडि बढिसकेका छौँ र ठ्याक्कै दासढुङ्गामा आइपुगेका छौँ। अब यो उताबाट आउने गाडीहरू आइरहेको छ। कुनै कुनै ठाउँमा चाहिँ अलि अप्ठ्यारो हुने भएको कारणले गर्दा सवारी चाप धेरै भएको कारणले गर्दाखेरि चाहिँ यसरी एकतर्फी आइरहेको छ। तर दोहोरो सवारी नै यति बेला राम्रोसँग सञ्चालनमा आएको छ। तपाईहरुले राम्रोसँग हेर्न सक्नुहुन्छ। तुइन खोलाको एउटा पाखा नै झरेर बाटो ब्लक भएपछि हेभी इक्विपमेन्टहरू एकदमै धेरै परिचालन गरेर एकदमै छिटो काम गरिएको पनि हामीले महसुस गर्यौं। भोलिको 2 बजेतिर मात्रै खुल्ने सम्भावना भनेर जानकारी भएको थियो। तर अहिले चाहिँ राति नै गाडी खुलिसकेको छ। राति त्यो पनि एकदमै सहज तरिकाले अहिले चाहिँ सञ्चालन भइसकेको छ है। तपाईहरुले हेर्न सक्नुहुन्छ यो मुगलिन तर्फबाट आइरहेको गाडी हो। यो चाहिँ नारायणघाटतर्फ आउँदै गरेको हो र यतापट्टिको साइडबाट मुगलिन तर्फ जाँदै गरेको अवस्था है। तपाईहरुले हेर्न सक्नुहुन्छ। अनि धेरैभन्दा धेरै यो भिडियोलाई शेयर गर्नुहोस्। अनि धेरैजनाले यो बाटो बिग्रिसके पछाडि वैकल्पिक बाटो भएर धेरै शास्ति खेपेर अरू बाटोबाट जानु परिरहेको छ। तर अब चाहिँ अरू बाटोबाट जानु पर्दैन, यो बाटो नै खुलिसकेको छ है त। ल यही जानकारीको लागि हो र धेरैभन्दा धेरै यो भिडियोलाई तपाईहरुले शेयर गरिदिनु होला है त।